सुपर ब्रेकिङ न्युज सुन्दैछौँ। स्वागत छ तपाईँहरूलाई बाइबल सुपर ब्रेकिङ न्युजमा। आज हामी पुरानो समय तर सधैँ नयाँ रहने समाचार लिएर आएका छौँ। कृपया आफ्नो सिट बेल्ट बाँध्नुहोस् किनकि बाइबल समाचार लाइभमा हामी समाचार सुरु गर्दछौँ। मुख्य शीर्षकबाट उत्पत्तिको पुस्तकमा प्रख्यात भएको सन्देश अनि गोठालो केटाबाट राष्ट्रिय हिरो दाउदको धमाकेदार उदय, राजदरबार विशेष समाचार, इतिहास दोहोरियो तर यसपटक अझै रोचक शैलीमा। अब समाचार विस्तारित रूपमा। उत्पत्तिको पुस्तकमा प्रख्यात भएको सन्देश। आजको मुख्य ताजा खबर आएको छ पवित्र पुस्तक उत्पत्तिबाट, जहाँ सृष्टिकर्ताले आफ्नै फेसबुक सन्देश राख्नुभयो, उज्यालो होस्। सन्देश राख्ने बित्तिकै प्रतिज्ञा खण्डमा उज्यालो छायो र पहिलो दिनमै उज्यालो चर्चामा गयो। दोस्रो दिन आकाश, तेस्रो दिन जमिन र बोट बिरुवा, सातौँ दिनमा भने निर्माताकर्ताले सन्देश हाल्नुभयो, विश्रामको अवस्था सुरु भयो। त्यसपछि नयाँ खाता खुल्यो। आदम र हव्वा। सुरुमा दुवैले अदमको बगैँचा आशीर्वादको अनुभव गर्ने फोटो फेसबुकमा राखेको थियो, तर चाँडै नै एउटा सर्पले सन्देश पेटिकामा सन्देश पठाए, यो फल प्रयास गर्नुहोस्, तपाईँको जीवनको नयाँ जानकारी पाउनुहुनेछ। फल खाएपछि तुरुन्तै सम्बन्धको अवस्था जति भयो अनि सृष्टिकर्ताले उनीहरूलाई बगैँचाको समूहबाट निकालिदिनुभयो। अर्को ठुलो समाचार, पृथ्वीमा दुष्टता बढेपछि नोआले जहाजको कार्यक्रम बनाए। सबै जनावरहरूलाई नाम उल्लेख गरेर बोलाइयो र वर्षा सुरु भएपछि जहाज मात्र सुरक्षित ठाउँ बन्यो। मानिसहरू बाहिरबाट प्रतिक्रिया गरिरहेका थिए, गलत खबर, तर पानी बढ्दै जाँदा सबै चुप्प लागे। यसरी उत्पत्तिको पुस्तकले देखायो कि सुरुदेखि नै संसारमा ताजा खबर प्रतिक्रिया चलिरहेको थियो। निष्कर्षमा गलत सन्देश नमान्नुहोस्। सृष्टिकर्ताले साथीको सूचीमा रहनु नै सबैभन्दा ठुलो आशिष हो। ब्रेकिङ न्युज, गोठालो केटाबाट राष्ट्रिय हिरो दाउदको धमाकेदार उदय। आजको मुख्य समाचार आएको छ इजरायलबाट, जहाँ एक साधारण गोठालो केटा अचानक राष्ट्रिय हिरो बनेका छन्। नाम हो दाउद। जानकारी अनुसार जब विशाल सैनिक गोलियतको दैनिक रूपमा को छ यहाँ मसँग लड्ने भन्दै माइकमा भनिरहेका थिए, तब सेनाका ठुला जवानहरू नेटवर्क समस्या भन्दै पछाडि सडै थिए। तर हाम्रो दाउद भने गोठालोको झोलाबाट एउटा 5वटा ढुङ्गा निकालेर मैदानमा गए। स्रोतका अनुसार उनले तरबार होइन, छोटो र लचकिलो हतियार प्रयोग गरे। बजेट अनुसार मिल्ने तर एकदमै प्रभावकारी। एकै प्रहार गोले ढलेपछि दर्शकहरू ताली र सङ्घोष सुरु भयो। त्यसपछि दाउदले 1000 मार्यो भन्ने गीत बजार आयो र प्रख्यात भयो। राजदरबारमा पनि चर्चा चल्यो, विशेष गरी राजा साउल अलि तनावमा देख्नुभयो। उता दाउद भने बिना बजाउँदै सानो स्वभावमा आफ्नो काम गर्दै थिए। ज्ञान भएका व्यक्तिहरू भन्छन् ढुङ्गा प्रहारपछि सङ्गीत सेवा यस्तै धेरै क्षमता भएको हराउन सक्छ। यसरी गोठालो केटाबाट राष्ट्रिय हिरो बनेका दाउदको कथा अहिले देशभरि चर्चामा छ। थप अपडेटको लागि हामीसँगै रहनुहोस्, किनकि अर्को एपिसोड के हुन्छ कसैलाई केही थाहा छैन। राजदरबारमा विशेष समाचार, इतिहास दोहोरियो तर यसपटक अझै रोचक शैलीमा। आजको रिपोर्ट आएको छ पवित्र पुस्तक इतिहासबाट, जहाँ सुरुमै समाचार वाचकले लामो नामहरूको सूची पढ्न थालेपछि दर्शकहरू अलि अचम्म परे। त्यो समाचार हो कि या परिवारको सन्देश बढाउने समूह। आदमदेखि सुरु भएर पुस्तौँदेखि वंशावली पढ्दा लाग्थ्यो मानव राष्ट्रिय जनगणना प्रत्यक्ष प्रसारण भइरहेको छ। त्यसपछि कार्यक्रमको ठाउँमा प्रवेश गर्छन् चर्चित राजा दाउद। उहाँले मन्दिर बनाउने ठुलो सपना देख्नुभयो, तर परमेश्वरले भन्नुभयो रचना राम्रो छ, तर निर्माणको जिम्मा तिम्रो छोराले सम्हाल्नेछ। अनि बुद्धिमान राजा
सोलोमनको चर्चा चल्छ। उनले भव्य मन्दिर निर्माण गरे, सुन चाँदी र सजावट यति धेरै कि दरबारका कामदारहरू भन्ने यहाँ त सजावट गर्ने मानिसहरू पनि चक्कर लाग्छ। तर कथामा अचानक मोड पनि छ। केही राजाहरूले परमेश्वरको मार्ग पछ्याए भने केहीले आफ्नै तरिकाले ठिक मान्दै समस्या निम्त्याए। जब असल राजा आए देशमा शान्ति र उत्सव, जब नराम्रा राजा आए तुरुन्तै सङ्कटको मुख्य शीर्षक बने। एकपटक त मन्दिर मर्मत अभियान सुरु हुँदा भित्रिएको दान पेटीले सबैलाई छक्क पार्यो अनि बजेट बाँडिए। यसरी इतिहासको पुस्तकले हामीलाई सिकाउँछ कि इतिहास केवल पुरानो कथा होइन, बरु कसले के गरे र त्यसको परिणाम के आयो भन्ने प्रत्यक्ष समाचार जस्तै हो। निष्कर्ष, नाम जति लामो भए पनि कथा झन् रोचक हुन्छ र परमेश्वरको योजनामा हरेक पुस्ताको आफ्नै मुख्य शीर्षक हुन्छ। अब खेलकुद सम्बन्धी बुलेटिन समाचार। येशूको पुनरुत्थान दौड प्रतियोगिता। येशूले 3 दिनपछि पुनरुत्थान गरेपछि यरुशलेममा विशेष दौड प्रतियोगिता भयो। सबैले दौड्नुभयो, तर विजेता वास्तविक पुरस्कार थियो विश्वास, प्रेम र क्षमताको खेल। नोआको जहाजमा दौड प्रतियोगिता। प्रस्थानको समयभन्दा अगाडि नोआले सबै जनावरसँग दौड प्रतियोगिता राखे। हात्तीले ठुलो प्रयास मार्फत दौड जित्ने प्रयास गर्दा सानो खरायोले नसोचेको तरिकाले हात पारे। आयोजक नोआले भने साना पनि ठुलो चुनौती दिन सक्छन्। बाइबल सम्बन्धी अब मौसम समाचार आजको विशेष रिपोर्ट। आजको बाइबल मौसम विभागबाट ताजा खबर आएको छ। पुरानो करारको मौसम विभागले जानकारी दिएको छ कि नोआको समयमा जस्तै 40 दिन 40 रात पानी पर्ने सम्भावना अझै पनि इतिहासमा रेकर्ड छ। त्यसैले यदि कसैले ठुलो ढुङ्गा बनाइरहेको देख्नुभयो भने नआत्तिनुहोस्, सायद ऊ नोआ मोडमा काम गर्दैछ। यसैबीच मरुभूमि क्षेत्रमा अर्को अनौठो मौसम अपडेट आएको छ। इजरायलीहरूलाई बिहान उठ्दा आकाशबाट मन्ना नामको बिहानको खानाको वर्षा भएको खबर छ। मौसम विज्ञहरू भन्छन् यो संसारको एकमात्र यस्तो मौसम हो जहाँ बादलबाट रोटी झर्छ। त्यसैले इजरायलीहरूलाई बजार जानै परेन, सिधै घर अगाडि नै खाना झर्यो। निष्कर्ष, बाइबलको मौसम रिपोर्ट भन्छ कहिलेकाहीँ पानी, कहिलेकाहीँ मन्ना र तर परमेश्वरको नियन्त्रणमा मौसम सधैँ सही समय अनि बदलिन्छ। आजको मुख्य समाचार यति नै। अब अन्त्यमा छोटकरीमा फेरि एकपटक हेडलाइनहरू। उत्पत्तिको पुस्तकमा प्रख्यात भएको सन्देश, गोठालो केटाबाट राष्ट्रिय हिरो, डाँडको घुमाटीदार उदय, राजदरबार विशेष समाचार, इतिहास दोहोरियो तर यसबाट अझै रोचक शैलीमा। यसैसँगै आजको बाइबल समाचार समाप्त भएको छ। नयाँ खबर, नयाँ जानकारीका साथ हामी फेरि फर्किनेछौँ। तबसम्मका लागि म पूर्णदेवी महर्जन तपाईँहरूसँग बिदा चाहन्छु। अब हामी वचनतर्फ जानेछौँ। धन्यवाद।